यो गाइज हामी आइसकेका छौँ हजुर हेर्नु है बिटी सरको टिकटक आइडीमा सब्सक्राइब गर्नु होला युट्युब पनि छ इन्स्टाग्राम पनि छ र टिकटकमा पनि फलो गरिदिनु होला अनि युट्युबमा नाम के छ बिटी सर होइन त्यही छ बिटी सर अनि चारैतिर त्यही छ लाइक कमेन्ट सेयर सब्सक्राइब सब हानिदिनु होला बेल आइकन चाहिँ अलमा थिच्नु होला होइन यता विराट चोकतिर आएको छौँ अनुज साथीको बर्थडे भनेर टक्क पनि मुजीले खाउँछु भने त हिजो के अरे भेटा जान्छु भनेर मुजीले घरमै बोलाएर रन्टीले ए साँच्ची सर चिक्ने यही छ ह्याप्पी बर्थडे हाम्रो मिनी भ्लगमा छ कि हामी अनि भेटाको प्लान चाहिँ के छ अब यो चाहिँ हामी अहिले बताउन सकिँदैन केटाहरू रिजल्ट आएको छ रिजल्टमा सबले खतरा ल्याएको छ फेरि लेखाइ पनि अनि सर तपाईँको कतिवटा पास हुनुभयो कतिवटा हजुर यो बर्थडे बोय आज नसुत्नु होला यस्तो स्पेसल डेमा भन्नु र हात दु गलौ छ ओके ल म भन्छु नि त ल भनिहाल्नु या बिटी सर हुन्छ या विपिन चौधरी या टक्का अनुष्का विशेषले क्या हामी गयौँ नि बोधी हान्न आएको जस्तो सोच्छ होला क्या अब यहाँ हेर्न सक्नुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ हामी यहाँ नाइट वाक अब जाने हो टक्क अनुष्कामा ल्याम्मा हान्ने हो ल्याम्म केटाहरू रोस्ट हामी त्यो खाएको पनि आउँछ भिडियो त्यो खाएको पनि हाम्रो आइहाल्छ हामी ब्याक टु ब्याक लाइफमा आउँदैछौँ अब टक्क त्यहाँ हेर्नु न त्यहाँ सबैजना दुईजना बेबीहरू छ हेर्नु त सम्राट र आइस बेबी हेर्नु त भ्लगमा चाहिँ त्यस्तो कुरा आउनु भएन त्यहाँ ग्याङ ब्याङ स्याङ ब्याङ सब हुन्छ जस्तो गर्छु ल म भरे एउटा गीत हाल्छु यो बेलबारी 4 मोरङमा मेरो कन्सर्ट छ हाम्रो कति अरे आई मिन हाम्रो 14 फेब्रुअरीमा सलेक्टेड ट्रक पनि हाल्दिनँ अलिक माथि ल 14 नोभेम्बरमा हाम्रो कन्सर्ट हुँदैछ त्यहाँ सबैजना आउनु होला तपाईँहरूलाई सबैजना निवेदन दिन चाहन्छु यहीँबाट भन्न चाहन्छु धन्यवाद ल हाम्रो सरको अब टर्क जान्छ एउटा है तोर कहाँ हान्नु मलाई अहिले एकछिन मेरो कला देखाउने बेला भएको छैन ल सफारी आयो कला देखाउनु म बोलेको चाहिँ पैसा लिन्छु यतिकै हावा खरा कलाको मदनी म हो या सर भरे हामी कला पनि देखाउनेछौँ कोला पनि देखाउनेछौँ के भन्छ सबजना खाना आएको अरे यहाँ चाहिँ मेन हो मेन विपिन सर यता हेर्नु त तपाईँ के गर्न आउनुभएको भन्नुहोस् न विपिन सर तपाईँ के गर्न आउनु भएको भन्नु न तपाईँ के गर्न आउनुभएको दिस बर्थडे बोय के छ सतमी नाम आइसकुल एके बितासी हामी चाहिँ मायाले बिच भन्ने गर्छौँ किनकि उहाँको बोर्डै बिच जस्तो छैन तर पनि हामी बिच भन्छौँ किनभने हामी भन्छौँ यहाँ लाइटिङ मिल्नु पऱ्यो भ्लगमा दामी मन पऱ्यो यहाँ भाइहरू छ हेलो भन्दै मेरो भाइ इग्नोर हान सर घर चाहिँ दामी छ है फेरि किनभने हाम्रो घरको छ बच्चा पढ्नु यो 2 लाख मेरो साथीको लागि अब त्यहाँ जुन चाम्लिङ गीत एउटा लाउनु कपिराइट हान्छ तर भ्लगमा फेरि देखेको छैन यो चाउरे आर्मी चाउरे बाजे के भएन बार्बी बन्नुपर्छ अहिले बार्बी बर्थडे यस्तो भएर के गर्नु जोन्चामी हो क्या फर्स्ट प्रायोरिटी भनेको जोन्चामी हो त्यही भएर हामी जोन्चामीको गीत चाहिँ जहाँ गयो नि हामी छोड्नु चाहिँ हुँदैन त्यही भन्दै मेरो ब्लगलाई म यसरी नै नियन्त्रण गरिराख्छु होइन ब्लग भनेको यस्तै हो क्या अब त्यो भन्दा क्यान्सल छ ब्लग पनि होइन सर ल गाइज Kita
Happy birthday भनेको happy birthday birthday boy happy birthday happy birthday happy birthday to you geng kerau हामी चाहिँ अब खाना आएको सिमसिमे पानी र जिस्किने फेरि हल्ला गर्दै हल्ला नगर्नु हल्ला नगर हल्ला चाहिएको छैन हामीलाई अहिले हल्ला चाहियो हल्ला दे आउँदैछु भन्छु होइन आउँदैछु भन्छु मेरो अल्लादिन पार्टी अल नाइट बुढी पार्टी अल नाइट हामी जाँदैछौँ हामी चाहिँ होइन हामी आउँदैछौँ मुनो यता आउनुहोस् मलाई बाटो देख्नु ल अब चाहिँ हामी कहाँ जाँदैछौँ भने हामी चाहिँ आज अब पार्टी हाल्नु मेरो दिदी सरलाई माया गरेर धेरै माया होइन मैले होइन के भन्छ अरूले माया गरेन तपाईँको साथी भयो एक भ्लग हो युट्युबमा हान्ने हो जल आउँछ युट्युब च्यानल पनि त्यही छ है सर केटीले गर्ने खालको माया होइन क्या सर मनदेखि माया क्या साथीको लागि मनदेखि माया छ नि सबलाई त्यो त छँदैछ यताबाट पनि आउनु पऱ्यो माया गर्छु लागि पनि यताबाट गरेको मैले भिडियो गरेँ मैले फ्ल्यास लाइटमा खोलेको तिमीहरूको भिडियो आउँछ भनेर ए ओके भिडियो गर न त लु म हिँड्छु ल यता भिडियो गर न भिडियो म चाहिँ त्यतिकै हिँड्छु क्या म चाहिँ उयो रेडी ए हात ए पक्नु न ल राख्नु न ल छुट्याइदिनु ओ तिमीहरू यता जाऊ गाइस ओला बेबी हिँड्नु न हिँड्नु होला बेबी ग्याङको मेम्बर बिटी द लोकल्स हो हामी बिट द लोकल्स अब हाम्रो टक्क अब यहाँ बेलबारीमा नयाँ कन्सर्ट हुने रहेछ 28 गते होइन र त्यतिखेर चाहिँ अब तिनवटा आउन जानु ब्यान्डहरू आउन आँट्नु भएको छ त्यो ब्यान्डमा चाहिँ युट्युबमा उयो डिस्क्लेमर हान्छ अहिले के बनाए चाहन्छु भने रेकर्ड नगर्नु अब काट्छु नि त म एडिटर छु नि त म फेरि ओके ल ल ल अब बिटी सरको हाम्रो अब टक्क त्यहाँ 28 गते बेलबारीमा टक्क ठुलो कन्सर्ट भन्दा पनि ठिक्कको टक्क हाम्रो लागि एभरेज क्याजुअल एभरेज क्याजुअल होइन त्यो हुँदैछ कन्सर्ट हुँदैछ होइन कुन हो भनिदिउँ त्यतिमा तिनजना सेलिब्रिटीहरू आउँदै हुन्छ त्यसमा एउटा वर्ल्ड टुर हान्ने सेलिब्रिटी थपिँदै हुन्छ तपाईँलाई थाहा छ होला को म भन्न चाहिँ गरिरहेको छु त्यो चाहिँ बिटी एन्ड द लोकल छ होइन अब अरू त आउन गइराख्नु भएको छ होइन को भने पूर्ण राई झारेको नाम नलिउँ न मेरो भ्लगमा किन झारेको नाम सुन्नु न सबै राई आउँदै हुन्छ होइन सबिन झारे झारे त्यो साइड लगाइदियो होइन अब बिटी एन्ड द लोकल आएपछि अब कसैको नाम चल्छ त सर अब तपाईँ अर्को आयो फेरि को यो ए मुजी भन्नु न तारिफ हुँदैछ यहाँ बिटी एन्ड द लोकल होइन अनि त्यसमा चाहिँ सुन्नु न छोडे गर्नु कन्टिन्यू तारिफ हान्ने मान्छे कहिले भरे उतै खान मेरो तारिफ हान्ने मान्छे कसको किन तिनी हाल्छ होइन छोड्दिन ल बाटो लखान देख्छ क्या चिन्छ क्या मैले बोलाइरहनु पर्ने हो केटाहरूलाई चल्यो अब अमित सर बोलाइरहनु पर्ने हो यता साइडमा राइट ह्यान्ड मेरो राइट ह्यान्ड अब बिटी सरले कुन गीत आउन आँट्नु भयो त तपाईँलाई किन भन्नु म भन्न सक्दिनँ होइन थोरै डेमो देखाइदिनु पर्छ सरले फेमस गीत जोन चामलिङले गाउनु भएको गीत तर त्यो गीतलाई लेख्न चाहिँ कसले लेख्नु भएको भने बिटी सरले लेख्नु भएको एक दुई लाइन लगाइदिनु ल कुन गीत हो भनेर म भन्छु किन भन्नु ओके ल माया यता साइड आइदिन गाडी आयो
ल माया गर्नु ल यो गीत सुनेर चाहिँ यो गीत सुनेर माया गर्नु ल ल अहिले ल अहिले हामी भेटिहाल्छ नि ल धेरै माया छ तिमीहरूलाई है माया सल्नु माया गर्नु ल तर होइन ठिक छ यो गीत अहिलेसम्म ठिक छ होइन सर अहिले बुझ छैन नि बुझ मतलब बियर सर ए म खान्छु नि त उसको यादमा खाइदिन्छु आज तपाईँको लागि म पनि खान्छु ल अनि त्यसपछि चाहिँ हो क्या सर यादहरूले हान्ने हुन्छ नि रोइदियो क्या हो तर होइन म रुन्न ठिक छ ऊ आफ्नो लाइफमा खुसी छ भने होइन ठिक छ ऊ आफ्नो लाइफमा खुसी छ भने अनि उसको लागि खुसी छु लभ यु बेबी अलवेज तिमीलाई माया हुनेछ मेरो मनमा है सधैँ खाएको छुइनँ फेरि खाएको ताल्नेले भनौँ भन्दा फेरि खाएको छुइनँ मैले अनि खाएपछि म बोल्दिनँ केही पनि किनभने अस्ति धेरै लफडा भएको छ बेलबारी ढुकुरी चोकमा बेलबारी ढुकुरी चोकमा धेरै लफडा भएको छ मैले 19 रुपियाँ खाएर मैले लफडा गरेको छु त्यहाँ मेरो धेरै काण्डहरू छ त्यो भएर म खाएर अबदेखि बोल्दिनँ धेरै छिटै लिक हुनेछ छिटो लिएको हुनेछ यहाँ हामी आइसकेको छौँ हामी आइसकेको छौँ ल माथि अर्डर गर्नु भन्नु न ल सँगै ल अहिले हामी अवश्य भेट्छौँ होइन ल ल यो के लाग्यो रे लगायो हाम्रो चाहिँ अब बर्थडे सकियो भनौँ होइन सर सक्यो अब के छ सम्राट वर्षका सम्राटलाई चाहिँ फेरि उसको चाहिँ इन्स्टाग्राम आइडी म ठक्क डिस्क्रिप्सनमा हालिदिन्छु उसको त गर्लफ्रेन्ड चाहिँ हाल्दिनँ सरको पनि हाल्दिनँ जो लाइन उसको त गर्लफ्रेन्ड चाहिँ म हाल्दिनँ डिस्क्रिप्सनमा मेरो त तपाईँलाई थाहा छँदैछ है अब के छ भन्ने कुरा अब भिडियो एकछिन कुराहरू मान्छ अब किन भिडियो रेगुलर राख्छु रेगुलर किन आएको छैन भनेर बनाउनै मन लाग्दैन किन बनाउनु मेरो मन हो म जतिखेर मन लाग्छ बनाउँछु जतिखेर मन लाग्छ बनाउँदिनँ त्यसमा तपाईँले आफ्नो सब्सक्राइबर तपाईँले आफ्नो होइन मैले यस्तो भनेको छु नि त हरेक भ्लगमा फेरि मन पर्छ भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर मन पर्दैन भने डिसलाइक गर रिपोर्ट गर मुजी होइन जे पनि गर म त्यो हो क्या सर बुझ्नु भएन त्यो हो होइन किन जबरजस्ती लाइक गर कमेन्ट गर म मुजी लिङ्क पनि हाल्दिनँ क्या जतिजनाले मेरो 73 सब्सक्राइबर छ अहिलेसम्म होइन जति पनि सब्सक्राइबर छ नि मैले एकचोटि कसैले मुजी सब्सक्राइब गरेँ मुजी भनेको थिइनँ क्या सर अब भिडियोहरू होला हौ चिनेकोहरू चिनेको रहेछ हेर्नु मिल्दो रहेछ क्या अहिले फेरि कसले गरेको नाम पनि देखाउँदो रहेछ होइन सबै चिनेको प्रोफाइल भ्युज अफ गर न भयो कार आयो फेरि हामीलाई हानिदिनु सक्छ फेरि यसले एरानमा देख्छ र फेरि अहिले हेर्नु नि मिल्छ बिग साउट आउट टु मेरो केटाहरू होइन केटाहरूले नै हानेको होला जस्तो लाग्छ मलाई केटाहरूले भनिराखेको हुन्छ मलाई कलेजमा यसो बिडी दाई के दाई भनेर हुन्छ मेरो भाइहरूले 10 को भाइहरू सब बिग साउट आउट मेरो 9 को भाइहरू यो त कट हुँदैन सर हुँदैन यो कट गर्नुपर्छ ल गरे एडिटर कट बुझाइ त एडिटर अनि त्यही हो केटाहरू मेरो बिग साउट आउट टु मेरो अनुसार बिग साउट आउट मेरो रबिन काजी बिग साउट आउट टु मेरो सम्राट 2 बोतल नियर हाम्रो पाक भइरहेछ अहिले टिट हालिदिन्छु म अनि ठिक छ केटाहरू त्यही हो मैले नि के नाट्नु मैले नि खाएँ 2टा बियर म निकासिएर त्यस्तो खानु उफ गलेको यार मैले त्यहाँदेखि हिँड्दा बोल्दै गल्दो रहेछु होइन आज भोलि स्ट्यामिना पनि फाँक भन्नु नि के भन्नु उसको याद आयो आज अलिकति खाएर आउँदो रहेछ कहिलेकाहीँ आउनु पनि पर्छ अवश्य आउँछ किनकि मैले माया गरेको छु अम्बो फ्लोमा निक्ल्यो डिप गइहाल्छ कि केटाहरू डिप जाने मान्छे सानैदेखि त्यही भएर अलिकति त्यस्तै हुन्छ है अनि के भन्दै थिएँ म बिग साउट आउट दिँदै थिएँ बिग साउट आउट त मेरो डिपेन्ड ब्रो एके गेन्जी यो 2 लाई मेरो दादाको लागि गेममा हेडसेट हान्नु सकौँ मेरो दादा गेममा प्रो बन्नु सकौँ मेरो दादा है दादा तपाईँलाई बिग साउट आउट छ दादाको लिङ्क म इन्स्टाग्राम आइडी डिस्क्रिप्सनमा लेखिदिन्छु तपाईँहरू गएर चेक आउट हान्नु सक्नुहुन्छ दादा पनि एकदमै ह्यान्डसम एकदमै लोयल एकदमै उयसको खोजीमा हुन्छ भने चाहिँ दादा एकदम पर्फेक्ट हुन्छ तपाईँहरूको लागि होइन गले नाच्ने बोला ल गाइस यति नै हो अब अहिले बेस्टेस बजारको भिडियो आयो भने आयो नभए यति भन्दै म लाग्न चाहन्छु होइन म बिग साउट आउट मेरो एक्सलाई पनि दिन चाहन्छु एक्स त के भन्ने अझै माया मेरो उसको एक्स चाहिँ फक एक्स चाहिँ मेरो होइन फेरि केटाहरू ल अहिले म भेट्ने छु कोही बत्ती बल्छ त फेरि हामी उसको चाहिँ फक एक्स हो होइन मेरो चाहिँ होइन सर तपाईँको चाहिँ के भन्न चाहन्छ एक्सलाई ठिक छ अहिले भेट्ने छु म ओहो केटाहरू ग्याङ मुस्ताङमा भ्लग हौ के छ अरे
अमिलो क्या ओ बस्छ कस्तो के आएको थियो यो हल्कियो उता के पिरो पिरो कस्तो खालको अल्टा अल्टा खालको थियो केक पनि गाइस अब एकछिन चुप लाग्यो ल म बोल्छु अनि हाम्रो अलिकति भनौँ न अलिकति हाम्रो पार्टीमा एउटा कुरा थपिएको छ अब हामी गएर नाच्नेवाला छौँ सरको घरमा नाच्नेवाला छौँ नाचेको भ्लग अलिकति दामी नाच्यो भने हाल्छु अब अलिकति कटआउट गरेर थोरै थोरै हाल्नु सक्छु किनभने युट्युबले स्ट्राइक हाल्छ फेरि थाहा छ तपाईँहरूलाई डलर फेरि दामी छप्छ जस्तो कुरा गऱ्यो होला तर त्यही पनि हुन्छ नि च्यानलले अलिकति इफेक्ट गर्छ त्यही भएर सानैदेखि थोरैदेखि हुन्छ नि हामीले ध्यान दिनुपर्ने हुन्छ यस्तो कुरामा चाहिँ है अब कस्तो बोल्दा बोल्दै गरेको रन हो म्याच काम मुझे ब्युटिफुलमै ब्युटिफुल चाहियो भन्ने त केटाहरूलाई हो कि तर मलाई चाहिँ अब कस्तो चाहियो भन्दाखेरि यो चाहिएन म्याच किन चाहियो भने म देख्छु अरे त्यही हो केटा अब के गर्नु अब अनि हाम्रो नोभेम्बर 14 सबैजनाले यो डेट याद राख्नु होला अब नोभेम्बर 14 सम्म मेरो भ्लग आउँछ आउने थाहा छैन अब अनि ठिक छ केटा त्यही हो कन्सर्ट छ त्यहाँ म त्यही भन्न चाहेको बेलबारी कति आउँछ होइन गुम्बा यतापट्टि छ भने हल्ला आएको छ मैले टिकट त काटेको छु तर अब रिजल्ट छ अब बाउले जान्दिन्छ नि भन्ने कुरा हो म पनि अलिकति हुन्छ नि केटा हो अलिक स्ट्रिक्ट फ्यामिली मलाई जिन्दगीमा 3टा कुरा डर लाग्छ मेरो बाउ सर्प अनि हाइट अरूदेखि फेरि हाइट डर लाग्छ मलाई यस्तो गिरी लाग्छ नि हाइटदेखि त म त नि केटालाई हाइटदेखि कतिको डर लाग्छ लाग्दैन मलाई अनुजलाई म त ओभर साइको हुन्छ म त स्कुलको 3 तला म स्कुलको बिल्डिङबाट तलेको थिएँ म साइकको हो त्यही भनेको म त्यही भएर बाहिर निक्लिँदैन म यताउति साइडबाट लागिदिन्छ केटा हो हुन्छ नि त्यही केटा हो अब त्यही बच्चामै एक तलबाट हाम फालेको अब म पनि मैले त आन्द्रै हल्लिनु पऱ्यो हाम फालेको थिएँ मैले त भित्रको आन्द्रै हल्लेको देख्छु नि त मुजी पो भन्नु सरी केटा हो ल केटा हो हामी अहिले जान्छौँ है केटा ल भ्लग एन्डै ल बाई बाई केटा हो यसरी नै हामी आउँदै गर्छौँ त समय समयमा सब्सक्राइब चाहिँ गरिरहनु होला